शुभ बिहानी सम्पूर्णमा आदरणीय प्रधान अतिथिका शिक्षिकागण अनि साथै मेरा प्यारा विद्यार्थीहरूमा मेरो हार्दिक नमस्कार। आज हामी नारी दिवसको पूर्व उत्सव मनाउनका लागि भेला भएका छौँ र यस अवसरमा म एउटा कविता वाचन गर्न गइरहेको छु र मेरो कविताको शीर्षक रहेको छ नारी। नारी देवी हो, नारी शक्ति हो, नारी नभएको ठाउँ अन्धकार हुन्छ, नारी बिना संसार नै अधुरो हुन्छ। नारीलाई कसैले कमजोर नठाने हुन्छ, नारीलाई कसैले नहेपे हुन्छ। नारीले चाहे पृथ्वीमा हरियाली छाउन सक्छ, नारीले चाहे जीवनमा केही गरेर देखाउन सक्छ। पुरुष बिना पनि नारी धेरै अघि बढिसकेकी छे। कतिपय कामहरू पुरुषले गर्न नसके नारीले गरेर देखाएकी छे। पुरुष बिना पनि नारीले आफ्नो घर परिवार आफै चलाउन सकेकी छे। नारीले आफ्नो अधिकारको लागि आफै लड्न सक्छ। नारीले आफ्नो सुरक्षा आफै राख्न सक्छ। नबिर्स तिमीलाई पनि एउटी नारीले नै जन्म दिएको हो, नबिर्स तिम्री आमा पनि एउटी नारी हो। नारी नारी मात्र होइन, नारी एउटी जन्मदाता पनि हो। नारीलाई सम्मान गर्न सिक, यदि तिमीले सम्मान गर्न नसके अपमान पनि नगर। धन्यवाद। वाचन गर्नका लागि यहाँ आएकी छु र मेरो कविताको शीर्षक रहेको छ नारी तिमी साँच्चै महान छौ। नारी तिमी साँच्चै महान छौ, हरेक घरको सफलतामा तिमी नै त छौ। नारी चुपचाप रुन्छौ केवल अरूको मन नटुटोस् भनेर। नारी चुपचाप रुन्छौ केवल अरूको मन नटुटोस् भनेर। तिमी अँध्यारो छेल्छौ अरूलाई उज्यालो भेटोस् भनेर। तिमी अँध्यारो छेल्छौ अरूलाई उज्यालो भेटोस् भनेर। नारी तिमी साँच्चै महान छौ, नारी तिमी साँच्चै महान छौ। कर्म घर सजाउन तिमीले जन्म घर त्याग्छौ, कर्म घर सजाउन तिमीले जन्म घर त्याग्छौ। तिमी भोकै बस्छौ केवल तिम्रो परिवारले पेट भरोस् भनेर। तिमी भोकै बस्छौ केवल तिम्रो परिवारले पेट भरोस् भनेर। तिमी मनका चोटहरू मनमै राख्छौ सम्बन्ध नबिग्रोस् भनेर। तिमी भोकै बस्छौ तिम्रो परिवारले पेट भरोस् भनेर। तिमी मनका चोटहरू मनमै राख्छौ सम्बन्ध नबिग्रोस् भनेर। नारी तिमी साँच्चै महान छौ, नारी तिमी साँच्चै महान छौ। अरूलाई खुसी पार्न तिमीले आफ्नो सपना लुकाउँछौ, अरूलाई खुसी पार्न तिमीले आफ्नो सपना लुकाउँछौ। थकान जति सुकै लागे पनि आगो लगाएर खाना पकाउँछौ, थकान जति सुकै लागे पनि आगो लगाएर खाना पकाउँछौ। आफू भोकै बसेर परिवारलाई पहिला खुवाउँछौ, आफू भोकै बसेर परिवारलाई पहिला खुवाउँछौ। नारी साँच्चै तिमी महान छौ, नारी साँच्चै तिमी महान छौ। किन होला तिमीले यति धेरै सङ्घर्षको बाटो हिँड्नु परेको, किन होला तिमीले यति धेरै सङ्घर्षको बाटो हिँड्नु परेको। किन सधैँ तिमीलाई मारेर अरूको चाहना बोकेर बस्नु परेको, किन साथै आफूलाई मारेर अरूको चाहना बोकेर बस्नु परेको। साँच्चै नारी तिमी महान छौ, साँच्चै नारी तिमी महान छौ। धन्यवाद।